चाहिँ अब रजना हो, अब चेन्ज त गर्नु पर्यो नि। यो चलाउँदा अलिकति वाक्क दिक्क प्याक्क भइसक्यो। यो पनि 3 महिना अगाडि किने अब त्यो 3 महिनामा फोन चेन्ज गर्ने बानी छ। सो लेट्स गो गाइस, कम। अनि त्यो कुरा छोड्दिनु, बिए कहिले गर्दै हुनुहुन्छ? बिए तिमीले मलाई राम्रो क्वेसन सोधेनौ भने मैले हान्छु तिमीलाई। न यो भिडियोको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? यही मैले साँच्चीले भने यो नदिया भनेर यस्तो। सो हेलो गाइज, वेलकम ब्याक टु हाम्रो भाइको च्यानलमा। होइन कति धेरै मान्छे हो, मान्छे देख्दै ढल्ने बेला भइसक्यो म त यहाँ त। कति धेरै यता हिँड्ने नि मान्छे, उता हिँड्ने नि मान्छे। ओ मेन रोड आयो है, यहीँ ए ओल्डकै हो र? खिच्देऊ न भाइ। स्टोर जान लाग्यो 17 प्रो म्याक्स किन्नलाई। तपाईँहरूलाई पनि यदि किन्न मन छ भने चाहिँ जापान आउन सक्नुहुन्छ है। मजाले एडिट गरेर हाल भाइ। यो कालो आएर होला, म कालो आएर कालो फाउन्डेसन लान्छु, कालो आएर होला क्या। पहिला भन्दा राम्री भयो कि नराम्री भयो, अलिक नराम्रो भयो होला है जापान आएर। होइन क्या, रात दिन काम गर्नुपर्छ अनि आँखा पनि कालो भयो, मेकअप लाउँदा पनि फुर्सो देख्छ। त्यही भएर यसले मेरो अब चाहिँ हामी एप्पल स्टोर छिर्छौँ। एप्पल स्टोरभित्र छिरेको नि खिच ल गाइज। अहिले चाहिँ हामी फोन चाहिँ मेरो लागि हो। सो हामी चाहिँ अहिले आइफोन 17 प्रो म्याक्स किन्न जान लाग्यो। अब यो चाहिँ अब रजना हो, अब चेन्ज त गर्नु पर्यो नि। यो चलाउँदा अलिकति वाक्क दिक्क प्याक्क भइसक्यो। यो पनि 3 महिना अगाडि किने अब त्यो 3 महिनामा फोन चेन्ज गर्ने बानी छ। सो लेट्स गो गाइज, कम। सो गाइज आइफोन 17 प्रो म्याक्स किन्न आएको। अहिले चाहिँ यहाँ रहेन छ। के भनेको थियो भाइ खासमा? यो चाहिँ के देखाउन रिसिटेर आउँछ ऊ तिनीहरू हुनु त। त्यो चार्जरहरू मात्रै रहेछ, रहेन छ। सो 16 किनभने अलरेडी मसँग 16 छ। सो अहिले चाहिँ म किन्दिनँ होला। बाई सेप्टेम्बरमा 18। अब कहाँ छ होला कपाल कोर्छु डङ्कीमा अहिले। दिदीले चाहिँ मलाई कम्प्युटर कसरी चलाउनु भनेर सिकाउँदै हुन्छ है। ल दिदी सिकाउनु त। उसमा काम गर्छ होइन खासमा। यो यस्तो गरेर राख न, चलाउनु परेन। अनि यहाँ चाहिँ मेरोमा चाहिँ कस्तो हुँदैन, मेरो यहाँ मात्रको पासवर्ड हुन्छ त। यहाँनिर UAZD साम याद भएर प्वाङ खोलेपछि यहाँनिर अब कम्प्युटर हुन्छ। त्यसपछि टाइपिङ गर्नु पऱ्यो भने यस्तो गर्ने गर्ने। त्यसपछि 06 यहाँ आउँछ। त्यसपछि अर्कोवाला हुन्छ के गरेर ठा ल खोइ त यहाँ इन्टर खोइ त 060 यहाँ इन्टर हुन्छ कि ठ्याक्क हान्थ्यो 060 तर यो कस्तो यो किबोर्ड तपाईँलाई कस्तो म्याच गरिरहेछ नि। एउटा पिसी लिएर ट्याक्क कस्तो दामी म्याच गरिरहेछ तपाईँले यो वाला। राम्रो लाग्यो मलाई यो वाला। आउनु पनि यस्तो वाला कस्तो राम्रो हुन्छ नि। म पनि वाला पनि अरू ठाउँ भिजिट गराउँछु म तपाईँलाई। आउनु मान्छेले के चाहिएको पहिला पावर ब्याङ्क नि मान्छेले पावर ब्याङ्क चाहिरहेको त्यसलाई भिजिट गराउँछु भन्छ। अहिले चाहिँ हामी ठ्याक्कै हाराजुकी स्टेसनमा। के भन्न चाहनुहुन्छ? के पनि भन्न, यहाँ चाहिँ कस्तो असन बजार जस्तो चाहिँ भिड हुँदो रहेछ है। कति धेरै हेर न यता जम हामी जाँदै घरमा खोलिसक्यो क्या हो भने यतिकै बसिरहन्छ हो। म यहाँ टोकियो ओसाका बस्ने मान्छे यहाँनिर रुल्स एन्ड रेगुलेसन थाहा भइसक्यो यहाँको। हुन त जापानी एउटै हो अब रुल्स त। अब यहाँ हेर न अगाडि यस्तो गर्नु। अब क्यामेरा फर्का असन बजार भन्दा पनि चौबट छ क्या यहाँको भिड चाहिँ। राइट नाउ वी आर हाराजुकु स्टेसनको अगाडिपट्टि देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ ताकेसिडा स्ट्रिट। यहाँ चाहिँ लाइक अब टोकियोको अलिकति फेमसै होला होइन के हो, फेमस एरिया रहेछ गाइस। इफ यु वान्ट टु भिजिट हियर हामीलाई जोइन चाहिँ नगर्नु रे क्या। आमा के छ दिदी, तपाईँ त झनै राम्रो हुनुभएछ नि जापान आएर। थ्याङ्क यू। त्यहाँ कत्रो बल हेर न, भलिबलको कत्रो बडे बल रहेछ यार। कत्रो बल हो, म त्यही हेरेर बसिरहेको। तपाईँ आफै भकुन्ने जस्तो हुन्छ। बल्ल नआउँछ तपाईँलाई? आउँदैन। के बोल्नु भयो यार। यसले त कस्तो भनिदियो यार। चस्मा सहिरहेछ नि मलाई। के क्वेसन सोध्छ यार रामदेहा। मलाई भन्दा त लगाउनुहुन्छ। ब्लाइन्डेड सिजन 2 प्लस लभ सर्भाइभलमा तपाईँ हुनुहुन्छ है।
मैले सबै एपिसोड हेरेको छु कि तँलाई चाहिँ एउटा भिडियो देखाउन चाहन्छु म होइन यो भिडियोको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ अनि यो भिडियोको बारेमा मलाई यसो हल्का त्यो गर्नु न त्यो अब के अब भयो हो यत्तिकै भयो कि यत्तिकै भयो अब छोडिदियो त्यो त ल त्यो नभने पनि यो चाहिँ भन्नु न दिदी प्लिज मेरो दिदी बल्ल तिमीले माया गर्छौ म थाहा पाएँ भयो म अगाएँ भयो गाए यत्तिकै अब नर्मली अब भयो त यसो यस्तो गर्दा यस्तो भयो क्या त्यस्तो हुन्छ तिम्रो पनि हुन्छ तिमी पनि गर्लफ्रेन्ड भेट्न जाने बेलामा किस त भइहाल्छ नहुने हुने होइन भाइ किसमा त नि तिमीले त सकेसम्म तिमीले त सर्वनाशै पारा आइदिन्छौ त्यस्तो गर्दिनँ हौ दिदी म त मैले किस मात्रै हार्छु तिमीले त अब हुन्छ नि अब गर्लफ्रेन्ड भेट्न जो पनि जान्छ हो अरूसित गरे छैन नि त अनि किस मात्र खानु भएको छैन नि त यसमा पानी खाएको पानी तिर्खालाई मलाई पानी खानु परिहाल्यो तिमी पनि पानी खान जान्छौ कति बजाएको क्या तिमी पनि पानी खान जान्छौ नि त यो भिडियो साँच्ची त अगाडिमा चाहिँ नहाल है साँच्ची नहाल क्या होइन क्या छुट्टी यति हालिदिन्छु हाल्यो भने कहिले भेट्दिनँ म साँच्ची हो होइन यति थोरै यति पनि नहाल क्लिप मात्र सत्त गरेको मात्र हाल्छु किन हाल्नु अनि त्यो कुरा छोड्दिनु अरू बिहे कहिले गर्दै हुनुहुन्छ बिहे हाँचीकाचोमा गर्छु होला हाँचीकाचोमा भनेपछि 8 महिनामा है 8 महिनामा बिहे गर्दै हुनुहुन्छ ठिक छ आज टोकियो चाहिँ के काम ल्याउनु भयो त म टोकियो चाहिँ खासमा भाइलाई भेट्नै आएको हो खासमा टोकियो चाहिँ मिनालाई अनि भाइ छ अनि अरू साथीहरू पनि छन् भेट्न आएको तर अरू साथीहरू चाहिँ कहाँ छन् मलाई थाहा नै भएन मेरो मोबाइल पनि स्विच अफ भइसक्यो आज टन्नै प्लान थियो कहाँ जाने 3टा साथी चाहिँ टाढा यहाँ 4टा साथी चाहिँ मैले भेटिसकेको छु एउटा त मसँग आएको हो अनि त्यही हो तिमीहरूलाई भेट्न आएको बिदा पनि थियो 1 महिना बिदा काम पनि गर्न नपाइने अनि स्कुल पनि छैन मेरो अनि यो 1 महिना बिदामा चाहिँ घुम्न आएको हो बट मलाई यिनीहरूले घुमाउन चाहिँ कहीँ लगाएन यस्तै पार्क यस्तै झाडीतिर मात्रै ल्याएको यस्तो यो झाडीतिर जहाँ पनि हो त होइन अलिकति स्काई टावर लैजाऊ भनेको लाँदैनन् अब टल्ने हुन्छ नि भ्यू देख्ने डिज्नील्यान्ड लैजाऊ भनेको त चिवामा छरेर लाँदैनन् यस्तै घारीतिर मात्रै यस्ता घारी त हाम्रो उस्ता काम कति छन् नेपालमै हो टोकियो टार भोलि लान्छु होइन टोकियो टार लगेको भ्लग पनि आउँछ दिलाई चाहिँ म भोलि टोकियो टार फुल घुमाइदिन्छु ओके तर पैसा चाहिँ तपाईँको भोलि स्यालेरी आउँछ भने होइन स्यालेरी त आउँछु कि लाइक अब ठिक छ मैले चाहिँ $1000 भनौँ न अब होइन 1 लाख ल्याएको थिएँ 1 लाखमा 50-60 त्यसै 65 अराउन्ड ऊ चाहिँ सिधिसक्यो होला यो कति सबै पनि जारामा गरेर किनेको यस्तो हुन्छ नि त्यही भएर ठिक छ त राम्रो देख्छ नि त त्यही भएर अनि एउटा तपाईँलाई मेन क्वेसन चाहिँ के सोध्न चाहन्छु भनेपछि अब जापानमा जो अहिले यो अप्रिल इन्टेक यस्तोमा जस स्टुडेन्टहरू आउँदै हुनुहुन्छ नि त नेपालदेखि त्यस्तो स्टुडेन्टहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नआउनु भन्न चाहन्छु सिधै नआउनु भन्न चाहन्छु जापान आएर के काम साँच्ची भनेको जापान आएर के यदि तिमीहरू चाहिँ अब यस्तो क्या लोन लिएर नेपालबाट 16-17 लाख रुपियाँ लोन लिएर चाहिँ जापान आउनु भन्दा चाहिँ केही बिजनेस चाहिँ नेपालमै खोल भन्न चाहन्छु इफ है अनि यहाँ आएर तिमीहरू लोन लिएर आएको हुन्छ अलरेडी यहीँ माथि त्यही माथि अझ अप्रिल इन्टेकमा आउने मान्छे त आमा है स्कुल फी तिर्न पऱ्यो आइसकेपछि 6 महिनापछि स्कुल फी तिर्न पऱ्यो अनि स्कुल फी तिर्दा त्यति हामी सेनमन गएको खोज्नुपर्ने हुन्छ सेनमन गएको फी पनि त्यसमै हाल्नुपर्ने हुन्छ एड गर्नुपर्ने हुन्छ भनेपछि तपाईँ त्यता गएर तिर्ने कि यहाँ गएर तिर्ने अनि त्यही माथि काम पनि पाइँदैन आजभोलि धेरै नेपालीहरू धेरै छन् भने मतलब गाईको गुजिनहरू चाहिँ फरेनर स्टुडेन्टहरू चाहिँ यहाँनिर धेरै छन् त्यही भएको कारणले चाहिँ म चाहिँ यहाँ जापानमा नआउने भन्छु म पनि बेकारमा आएको छु भने तर होइन मैले त राम्रै काम पाइरहेको छु अहिलेसम्म पाएकै छु ठिक छ तपाईँले राम्रो काम पाउनु भयो अरूले त पाउलान् भन्ने हुन्छ नि त यस्तो पाउलान् भन्ने हुन्छ तर आफ्नो मान्छे हुनुपर्छ आफ्नो मान्छे भन्दा नि मेरो काकाको छोरा छ भनेर नि त आफ्नै साख्यामा आफ्नै तिम्रै मम्मीले पाएको हुनु पर्यो होइन अनि मात्रै हो मामा माइजू यस्तो यो बाई सायो नारा हो यो त कहाँ हो होइन त मामा माइजू आएको बेलामा तिमी खाना गयो भने मामा माइजूले तिमी नै चामल किनेर लिएर पनि भन्न सक्ने मान्छे पनि हुन्छ नि तर मेरो मामा माइजू चाहिँ त्यस्तो थिएन नै मेरो त अलिकति हल्का सपोर्ट मेरो पनि छैन मेरो झन् मामा घर यहीँ हो त्यही पनि भनिदिएको नि मैले साथीहरूको देखेको छु त्यो चाहिँ तपाईँको भन्ने धारणा ठिक छ जापान मात्र होइन सबै ठाउँमा यस्तै हुन्छ ठिक छ अनि ओसाका कहिले फर्किनुहुन्छ त म 22 तारिक मेबी सन्डे फर्किन्छु किनभने सन्डे नाइट मेरो काम छ ठिक छ तिमीलाई चाहिँ के सोध्नुपर्छ मैले मलाई के सोध्नुहुन्छ र मलाई के सोध्नु होला तिमीले अब नेपाल कहिले जाने नेपाल म सायद 10 वर्षपछि
नफर्किने पाराले हो म नफर्किने पाराले भनेपछि जापान बस्दासम्म चाहिँ यहाँ बसिराख्ने अनि जापान बस्दाखेरि चाहिँ यहीँ बसिराख्ने कि अमेरिका जान्छु र यहाँ बस्दासम्म चाहिँ बसिराख्यो तर यहाँदेखि नेपाल गएपछि चाहिँ नफर्किने गरेर यो भाइको इन्टरभ्यू लिने पारा चाहिँ अलिक ठिक लागेन बोल्नै नजान्ने रहेछ म चाहिँ बोल्न जान्दिनँ अब हल्का नेचुरल यस्तै हो फेरि सोझो मान्छे अब यहाँ दिदी जस्तो छत्तु परेन म चाहिँ त्यही भएर सोझो मान्छेलाई जस्तो सोझो मान्छे त्यस्तै आन्सर दिने बानी छ नि त हो कि न भन्नु न हो अरू केही छ अरू केही छैन तर नेपालमा मैले अब तपाईँलाई देखिरहेको होइन यहाँ चाहिँ हल्का मोटाउनु भयो जस्तो फिल भइरहेको छ के खान्छ के खानुहुन्छ त्यस्तो भात मात्रै होइन होला अरू पनि खान्छ होला खाना यहाँ खाना भन्दा नि बाहिरी चिज धेरै हुन्छ बाहिरी चिज खाइसकेपछि चाहिँ अब पैसा नै बाहिरी चिजमा जान्छ खानेकुराहरूमा घरमा खाना चाहिँ महिनामा एकचोटि दुईचोटि जस हप्तामा महिनामा 4 चोटि पाक्छ हप्तामा 1 चोटि पाक्छ नि त त्यस्तै हो बाहिर चिजहरू धेरै खाइन्छ रामिन खाइन्छ बाहिरको अब यहाँ त एकदम एक्सपेन्सिभ हुन्छ है फुडहरू पनि त्यही भएर पैसा बचत पनि हुँदैन खाने चिजमा हुन्छ यसरी घुम्न आइन्छ त्यही हो पैसा पनि यसमै खर्च हुन्छ बचत भन्ने चिज 1 रुपियाँ हुँदैन त्यही भएर जापान आउँदै हुनुहुन्छ भने चाहिँ नआउनुहोस् ठिक छ हो त बाकुरा त नि यहाँ ब्याग पनि रहेछ क्या साइडमा तपाईँको ब्याग होइन यहाँ के छ हौ यो ब्यागमा यस्तो यतिकै फाल्दै देखाउन मिल्दैन खै जब चाहिँ तपाईँको भ्युअर्सहरूले हेर्न चाहिरहेको छ नि त देखाउनु न कसरी ओके यो चाहिँ एमकेको ब्याग हो यो चाहिँ गिफ्ट हो है कसले गिफ्ट दिएर चाहिँ नभनौँ अर्को बाहिरी कन्ट्रीबाट आएको हो कता अमेरिकादेखि हो युएसएदेखि भन्न मिल्दैन ठिक छ सो यो चाहिँ एमकेको हो ओरिजिनल है के छ नि ब्यागभित्र चाहिँ सुरुमा चाहिँ मसँग चाहिँ यो ब्रस गर्ने मेकअप मैले अहिलेसम्म मेकअप गरेको छैन यो चाहिँ रोज लाउने भयो भने यो चाहिँ अहिले रोजसम्मसँग त्यसपछि एउटा चार्जर छ आइफोनको लिपस्टिक छ अलिकति लाम लगाउनु न गइसक्यो लिएर त तपाईँको ओठ चाहिँ लास्टै गुलाबी छ है फेरि यो चाहिँ मसँग लिपस्टिक छ यो पनि एकदम राम्रो हो भने अर्कोसँग मसँग आइफोनको इयरपड छ यो चाहिँ घरको चाबी मिनाको घरको है अब यहाँभित्र त नदेखाउँ है अरू चाहिँ भने पर्समा चाहिँ कति छ नि कति करोड यसले हँसायो है मसँग चाहिँ यहाँ टन्नै छ यहाँ यो 1 मान भयो 1 मान भने यो भयो यहाँ यसमा 2000 रुपियाँ छ भने यहाँनिर यो मिल्छ होला मैले चाहिँ छुट्टा खर्च छुट्टा हुन्छ क्या 1 2 3 अब यो चाहिँ घुम्न जाने पैसा हो ठिक छ भोलि स्काई टावर मजाले घुम्ने भयो है मलाई त्यस्तै लागिसक्यो भोलि आउँदा भगवान् घरमै पछि छोडे पनि हुने मैले अनि यो वाला पनि यो चाहिँ छुट्टै खर्चको लागि हो यसो खर्च छुटाउनु पर्ने हुन्छ क्या यो चाहिँ टेकी आएकोदेखि मैले टेकी कति हजार हालेँ यो चाहिँ मैले ठ्याक्क 5000 रुपियाँ छुटा दिएँ टेकीलाई अब चाहिँ 2000 बाँकी छ टेकीको लागि चाहिँ 2000 बाँकी छ टेकी भनेको मतलब अब ट्रेन कार्ड अब युजहरू छ पासवर्डहरू छ त्यही हो यहाँनिर चाहिँ त्यस्तो अब पर्सनल कुराहरू पनि हुन्छ त्यस्तो देखाउन चाहिँ मिल्दैन लाइक यतातिर पनि पैसा छ होला हो यस्तो यस्तो कार्डहरू हुन्छ कार्ड फेरि जापानमा टन्नै हुन्छ यस्तो यस्तो हुन्छ यो पैसा त आफै निस्किँदा कति धेरै पैसा रहेछ खुसीका पनि है सो यति नै हो पसमा आएको धेरै देखाउनु हुँदैन ठिक छ लिएर जान्छ अब कहाँ जान्छौँ हामी अब यहाँबाट घरतिर लाग्नु पर्ला है टिकटक बनाउनु पर्छ नि त्यसो भए ओके भन्दै जाऊँ अब ल आमा जाने चाहिँ कता नि तपाईँलाई यतिकै यहाँ ग्राउन्डमा बसालिदिएर है ल सो थ्याङ्क यू सो मच मैले चाहिँ बाइक त्यहाँ लिएर राखेको छु तपाईँलाई छोडिदिन्छु कहाँ छोडिदिने भन्नु त मेरो बाइक हो के कस्तो गरेको कहाँ छोडिदिने भन्नु न टोकियो स्टेसन कि सिन्जुकी स्टेसन दुईजना बस्न मिल्दैन थाहा छैन बाइकमा मिल्छ हौ दुईवटा हेलमेट लिएर आएको छ क्या ए हो र बस्ने त एउटा मात्रै छ अब दुईवटा ठिक छ तपाईँलाई थ्याङ्क यू तपाईँ त धेरै ठुलो हुनु थ्याङ्क यू बसेर जान्छ ल अहिलेको लागि चाहिँ हामी बाई बाई भन्छौँ भोलि साँच्चै जाने नि टोकियो टार है भोलि टोकियो टारको चाहिँ छुट्टै भोलि मिना पनि हुन्छ नि त मिना दिदी साइड है ओके आरिगातो गोजाइमास बाई बाई आज भ्लगको लागि ल म गएको ल ल बाई बाई